हावाट गयो भने त बास सिधा हस्पिटल आरामले आऊ है अब चाहिँ हामी सो दाउरा खोज्न जामै सबैजना फाइनली हाम्रो चाहिँ आगो बलिसक्यो ल ल ल ल ल राम्री बच्चे नै आकल सेम हाम्रो खाना रेडी भइसकेको छ दाजु रेडी भइसकेको छ सक्छु रुगा दाजी यो कति बलियो छ लास्टै हो नि ल लाउ रे एक दुई तीन चार पाँच लास्ट मान्नु न लाउ रे के को लाउरी याद के को लाउरी याद लाउरी हो अच्छा चाउरे भइसक्यो छ ल 10 दुई के को दुई अझै एक दाजी एक दाजी बुचाल दिएर दाजु जस्तै बाबु टलाट उचाल मलाई एक हान्नु पर्यो एक भयो छोरा फेल क्या गुंडा बनेगा रे तू फेल सबैले स्वागत छ हाम्रो युट्युब च्यानलमा जिम गरेको अहिले अलि थाकेको छु सास फेर्नु बाई बाबु बाई साझा आउँछौँ है अनि हामी चाहिँ आज चाहिँ पिकनिक जस्तो रमाइलो गर्ने आन्टी नमस्ते सन्चै हुनुहुन्छ म अस्ति 4-5 दिन भयो आन्टी नेपालको चिसो हावाले गर्दाखेरि यस्तो घाम छ त्यही पनि घाम लाग्दैन कि इन्डियामा यस्तो घाम हुनुपर्छ यस्तो बाटो गराउँछ नि छाला किसी ने सोची ना होगी साउजी ए बोय अब को हुनुहुन्छ मैले के थाहा अब साउजी भन्नुहोस् त अब साउ भयो नि भयो साउनी भयो नि भयो माइला चक्कु त्यहाँ चाकु बेचेर आएछौँ प्याज मासु अनि चिउरा धनियाँ हरियो खुर्सानी ग्रिन चिल्ली मगर भाषामा भन्न त हरियो खुर्सानी भन्छ टट हरियो खुर्सानी भन्छ टट गाई चल्छ हामी चाहिँ हेर्नु दाजुहरूसँग सबै मिलेर कुन ठाउँ आइपुग्यौँ हामी हेलो टावर चाहिँ आइपुगेका छौँ हामी चाहिँ जाने हो पर लाम्बुमा राम्रो छ मार्ने कि नै भनिदिनुहोस् दर्शकहरूलाई म त छोप्न सक्दिनँ ए दाजी अनि त्यो त्यत्रो त्यहाँ कसैले यत्रो माना माछा मारेको तपाईँ हो नि दाजी बाम माछा यत्रो माना पकड्नु अरे यहीँ हुनुहुन्छ त्यहाँ अहिले नाटक गरिराख्नु भएको छ अहिले माछा मार्नु हो भने कत्रो पकड्नु हुन्छ सेम गरिदिनुहुन्छ दाजु त भेलु बाजेको नाति बनिदिनु भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ म्यान भर्सेस वाइल्ड खेल्न नआएका दाजी म्यान भर्सेस वाइल्ड हानिदिनुहुन्छ क्या अहिले त जङ्गलमा
सबै पक्रिन्छ नि त भ्यागुडा पक्रिन्छ ए भ्यागुडा होइन यार माछा के माछा अलिक राम्रो बोल्छु भन्दाखेरि अलिक युनिक बोल्छु भन्दाखेरि मेरो गलत शब्द निस्किहाल्छ कि गाइस यिनको चाहिँ होइन जातिलाई देखाउँदा होइन यिनको थोप्रा बिचमा आउँछ दाजु तपाईँले देखाउँदा यिनको थोप्रा बिचमा आइरहेको छ है क्यामेराको छेउमा तिम्रो थोप्रा नल्याउ सरकार अहिले के अरे थोप्रा यता नल्याउनु के अरे भियो हजुर एउटा कुरा भनौँ भन्नुहोस् एउटा कुरा वाह आइडी भाइडी बोला अन्त साइडी आज अग्न भर्खर खानको मासु दानियलको के अरे दानियलको कुकुर सासु वाह दानियल फर्काऊ मायालु फर्काऊ के भन अबे हान्ने भने होइन के ओए कौन है ये लोग कहां से आते हैं ये देख सकते हैं ये भाई साहब लोग जो है इसी में मजा कर रहा है देखिए हाँ देखिए ओए हान्ने भने होइन के हान्नु भयो मेरो बेजन वाह 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 तपाईले हान्नु भयो मेरो बेजन तपाईको चाहिँ छाडे छाडे इज्जत लो जा वाह 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 अब फर्कायो भाइ अब के बोले फर्कायो केटाले फर्कायो फर्काकै हो तिमीले ब्याटल खेल न ब्याटल खेलाउ के सुजन दियो यहाँ छ घरको विभिन्न प्रकार यिनको प्रकार। नाम सरकार वाह 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 हाम्रो सरकारले झन् कति राम्रो हान्नु भयो सायरी एउटा लाइन भन्यो नि त मिठो म चलाउँछु चाउ कर्याप हान्नु सबैले यो च्यानललाई सब्स्क्राइब झर्याप वाह बाख्रालाई चोर दाजु नेपालको नम्बर 1 भ्लगर केही भन्न चाहियो 1 मिलियन होइन बिलियनमा जान्छ मिलियन त कहाँ परि हो यस्तो खतरा नेपालको सम्झिने पानी छम्किने यो चरालाई तपाईँहरूको गाउँमा के भन्छ यो चराको नाम के भन्छ चराको मासु खान्न दाजुको यो भिडियोमा 1 लाइक 1 सब्स्क्राइब पनि हान्न बेस्टी गरौँ मेरो ढाकाहरू मेरै बेस्टी हानेछ नि यार दाजु हजुर यहाँ छ एउटा बाइक पहिला नहान्नु होला दाजुको च्यानललाई लाइक भयो धेरै बेस्टी नगर ओभर बेस्टी मजा हान्ने यस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियोस हुँदिन त के भएको मलाई तिमीले रुवाउँछौ म यहीँ बाटोमा बसेर रोयो भने फेरि फकाउनुको हुन्छ तपाईँको बुढी बुढी त हुनु पनि पर्यो नि आउनको लागि तपाईँको बुढी नाइ मेरो भाउजू लान्छन् आली तिम्रो भाउजू छ नि किनेर भनिन्छ अब चाहिँ हामी बाहुन डाँडा के भन्छन् यो बाहुन डाँडातिर साइडमा आइसकेका छौँ प्यास लागेको अवस्था हामीले चाहिँ सुजटाले पानी तान्दैछन् अलिकति हाल्नु न मकै टिप्ने कालु पानी खाने भालु उल्टो हान्छ नि एक्युरेट भने तेल त आफूले डिस हान्छ यो चाहिँ सही हो आफैले यो अब सुजन एकचोटि फेरि भन्यो थियो अब कोहीले पानी पार्नु न मेरो बेजत भइगयो आयो ए हाँसेर पेट दुख्न लाग्यो यिनीहरूले बाटोमै ए कस्तो हल्लिन्छ के अरे के तपाईँको हाँसुले आवन हल्लिरहेको मकै के मकै खाने कालु होइन मकै खाने भालु पानी तान्ने तपाईँ अघि नै मलाई हान्नुहुन्थ्यो र अब कति अरूले हान्ने कि कहिले सुजन केही भन्न चाहियो यसमा ल हान त एउटा डिस बिस्तारै दाजु अलिकति पानी हालिदिनु म मुख दिन्छु तपाईँको मोबाइल है पानी डाल्ने कालु पानी खाने दाजु कालु मिल्दैन मेरो तालु छ र पानी चाल्ने कालु सरकार भन्ने भालु पर्छ हेर्नु फाल्ने बित्तिकै यस्तो गराइदिनु फर्राइदिनु हाल्नुहोस् पानी हालौँ पक्का नि
ए गयो पुसा, पुसा। फोन पूजा हो कि के चाहिँ पोज्ने ब्रान्डेड फोन हो बिग्रेपछि 1.5 लाखको फोन ल्याउँछु भनेर कि आज आफैले फालेर नि 1.5 लाख नि याद छैन त्यही 1.5 लाखको फोन ल्याउँछु भन्ने अलि लाज होला छोरा अहिले चाहिँ हामी लाम्डुरा खोला आइसक्यो त्यहाँनिर चाहिँ लाम्डुरा खोला छ थ्याङ्क यू सो मच एभ्रिवान यहाँसम्म भिडियो हेरिदिनु भएको निम्ति अनि भिडियोहरू चाहिँ कस्तो लाग्दैछ सो कमेन्टहरू पनि गर्नुहोला सो यो चाहिँ धेरै पहिलेको भिडियो हो तैपनि तपाईँहरूले पुरानो फिल चाहिँ भएको छैन होला सायद सो अनि यसको चाहिँ फुल पार्ट आएन किनभने धेरै लङ भयो क्या धेरै लामो भयो सो यसको पार्ट 2 चाहिँ केही दिनमै आउँदैछ सो पर्खिनु होला सो अनि धेरै समयपछि बनाएँ कि यो राखेँ कि यो च्यानलमा चाहिँ अनि सो अब चाहिँ अलि हुन त टाइम हुँदैन त्यति तर पनि महिनामा 2वटा चाहिँ प्रमिस भयो 2वटा चाहिँ अब जसरी भए पनि हाल्ने कोसिस गर्नेछु सो त्यही नै हो थ्याङ्क यू सो मच भिडियो मजा आयो होला जस्तो लाग्यो त्यस्तै कमेन्टहरू गर्नु होला अनि अगाडि अझै कसरी राम्रो बनाउन सकिएला कसरी अगाडि बढ्न सकिएला सो सल्लाहहरू पनि दिनु होला थ्याङ्क यू सो मच